सो हेलो गाइज वेलकम टु आवर भिडियो। त आज चाहिँ हामीहरू एउटा फिजिक्सको क्लास 11 को एउटा टपिक भन्ने रिफ्रेक्सन भन्ने टपिकमाथि डिस्कस गर्नेछौँ। अब रिफ्रेक्सन हेर्नु जियोमेट्रिकल अप्टिक्समा पर्छ, यो फिजिकल अप्टिक्समा पर्दैन, केही जियोमेट्रिकल अप्टिक्स 11 मा पढाइ हुन्छ त्यसमै पर्छ। अब रिफ्रेक्सन भन्नाले के बुझिन्छ? रिफ्रेक्सन अफ लाइट भन्नाले बुझिन्छ यो प्रोसेस अर फेनोमेनन, एउटा प्रोसेस अर फेनोमेनन हो भनेको प्रोसेस नै हुन्छ of bending of light ray when it passes from one medium to another medium is known as refraction of light। हेर्नुहोस् त यहाँ सिधै छ द प्रोसेस अफ बेन्डिङ अफ लाइट भनेको लाइटको मुड्नु बेन्ड हुनु यो कुन वेन इट पासेस फ्रम वान मिडियम टु एनअदर मिडियम इज नोन एज रिफ्रेक्सन अफ लाइट। अब यसलाई हामीहरू कसरी बुझ्नुहुन्छ? यहाँ फिगर चाहिँ सिम्पल फिगरमा हेर्नुहोस्, यो एउटा लाइन छ, सर्फेस एरिया छ, यो डेन्सर मिडियम, यो रेरर मिडियम। अब डेन्सर र रेरर कसरी बुझ्ने? हामीहरू यो माथिको भइहाले एयर र तलको भइहाले हाम्रो ग्लास सम्झ्नु, ग्लास नै हो। यता हेर्नु, अनि यो बिचको नर्मल एउटा सम्झ्नु, नर्मल लाइन खिचेको छु, यो इमेजिनरी नै हुन्छ। अब यहाँबाट एउटा लाइट इन्सिडेन्स भयो, एओसी भन्ने लाइट जुन छ नि, एओ भन्ने लाइट एउटा इन्सिडेन्स भयो। अब यो इन्सिडेन्स भयो यहाँ नर्मलमा आएर मिल्यो, यहाँ आई भनेको एङ्गल अफ इन्सिडेन्स र यता आर भनेको एङ्गल अफ डिफ्र्याक्सन हो है। त यहाँबाट हेर्नु त यो बेन्ड भयो, नर्मल कतातिर बेन्ड भयो त यता पहिला एङ्गल बढी छ एन्ड यो यतातिर झुकेको छ, कतातिर? नर्मलतिर। त्यही भएर हामीहरूले नर्मल तानेका छौँ, यो बुझ्नको लागि सजिलो हुन्छ होइन। अनि हामीहरूको बुकहरूमा पनि यही दिएको हुन्छ, नर्मल तानिदिएको हुन्छ, खिचिदिएको हुन्छ। अनि तर यसको ओरिजिनल पार्ट के हुनुपर्थ्यो हेर्नु त, एओएनसी, यसको ओरिजिनल पार्ट के हुन्थ्यो? एओसी, एओसी यसको ओरिजिनल पार्ट हुन्थ्यो। तर यो कहाँ मऱ्यो त, कहाँ झुक्यो त? एओबाट गयो र ओबीमा झुक्यो, एओबी लाइन बन्यो। यसको एओसी पार्ट रङ भयो, तर यो एओसी पार्टमा गएन। अब यो कहिले भयो त? एयरबाट ग्लासमा आउट अफ भने रेररबाट डेन्सरमा आउट। अब यो रेरर मिडियम र डेन्सर मिडियम के हो भनेपछि, रेरर मिडियम भनेपछि हामीहरू सिधै सरल भाषामा बुझ्ने कि जसको डेन्सिटी कम हुन्छ नि त्यसलाई रेरर मिडियम भन्ने। यहाँ चाहिँ हेर्नु त, यहाँ एयरको हामीहरूलाई भनेछ रेरर मिडियम र ग्लासको डेन्सर मिडियम, किनकि यहाँ एयरको जुन छ नि डेन्सिटी कम छ ग्लासभन्दा, कसको भन्दा? ग्लासभन्दा कम छ। अब यहाँ हुन्थ्यो वाटर हुन्थ्यो र यहाँ ग्लास हुन्थ्यो, त ग्लासको डेन्सिटी कम हुन्थ्यो, त्यो के भन्छ? वाटरको डेन्सिटी कम हुन्थ्यो ग्लासभन्दा, र एयरको डेन्सिटी कम छ, के भन्छ? वाटरभन्दा पनि एयरको डेन्सिटी कम छ। यहाँ हामीहरूको भ्याक्युम पनि भन्दा हुन्छ, एयरलाई हामीहरू भ्याक्युम पनि भन्न सकिन्छौँ। त यहाँ हेर्नु त कतातिर बेन्ड भयो त, यतातिर बेन्ड भयो हाम्रो। त यो प्रोसेसलाई नै भनिन्छ कि लाइट ट्राभल्स फ्रम एयर टु ग्लास भएछ। त यो प्रोसेसलाई के भन्ने हामीहरू? रिफ्र्याक्सन। अब यो एउटा यो टर्म छ कि यो कति डिग्रीमा बेन्ड हुन्छ, त्यसको लागि हामीहरूलाई अघि पछि फर्मुला पनि पछिहरू मेथड पनि पढ्छौँ, तर आजको लागि मात्र बेसिक टर्म हामीहरू जान्नेछौँ। त यहाँ हेर्नु त, यो फिगरको एक्सप्लेनेसन यहाँ मैले छोटकरीमा गरेको छु। यहाँ हेर्नु, वेयर N1 र N2 नर्मल छ, N1 र N2 के छ? नर्मल छ हाम्रो, N1 र N2 नर्मल छ। एओ के छ? इन्सिडेन्ट रे, एओ एउटा इन्सिडेन्ट रे हो, र ओबी के छ? रिफ्र्याक्टेड रे भइहाल्छ के, ओ र बी रिफ्र्याक्टेड रे भइसक्यो हामीहरूको। एओ एङ्गल एओएन1, एङ्गल एओएन1 भनेको यो एङ्गल छ न, यो एङ्गल आई जुन भन्छौँ नि हामीहरू, यसलाई के भन्ने? एङ्गल अफ इन्सिडेन्स, जसले डिनोट गर्छ हामीहरू आईले। र अर्को एङ्गल छ सेम एङ्गल N2O एन्ड बी, एङ्गल N2O र बी, यसलाई हामीहरू रिप्रेजेन्ट गरेछौँ आरले। अब यसलाई के भन्ने? एङ्गल अफ रिफ्र्याक्सन, जुन कि रिप्रेजेन्ट आरले नै हुन्छ जुन जता पनि। र यता हामीहरू के बुझ्ने? यता एङ्गल अफ जुन इन्सिडेन्स हुन्छ नि, जुन कि जहिले पनि ग्रेटर देन एङ्गल अफ रिफ्र्याक्सन हुन्छ। हजुरहरू यहाँ इमेजमा पनि हेर्नु, फिगरमा पनि हेर्नु भइरहेको हुन्छ कि एङ्गल अफ इन्सिडेन्स जुन छ जुन फराकिलो छ, र एङ्गल अफ रिफ्र्याक्सन जुन छ जुन छोटो छ भने एङ्गल अफ इन्सिडेन्स इज अलवेज ग्रेटर देन एङ्गल अफ रिफ्र्याक्सन। त हामीहरू यति कुरा बुझ्नुपर्छ। अब रिफ्र्याक्सन हुनुको लागि के गर्नुपर्छ हेर्नु, द इन्सिडेन्ट रे यस पहिला हेर्नु रे, यहाँ लज अफ रिफ्र्याक्सन। अब लज अफ रिफ्र्याक्सनहरू दुईवटा मैले यहाँ लेखेको छु, अझै यसलाई बढाएर 3-4वटा पनि बनाउन सकिन्थ्यो, मैले दुईवटा मात्रै सिम्पलमा हालेछु। द इन्सिडेन्ट रे, द रिफ्र्याक्टेड रे एन्ड द नर्मल एट द पोइन्ट अफ इन्सिडेन्स अल लाई इन द सेम पोइन्ट। हेर्नु त, द इन्सिडेन्ट रे, द रिफ्र्याक्टेड रे एन्ड द नर्मल एट द पोइन्ट, यो नर्मल छ, सब एउटा पोइन्टमा आएर मिट भएछ नि, ओ पोइन्टमा भन्ने छ, ओ पोइन्ट, ठिक छ। ओ पोइन्टमा यही फर्स्ट लले भनेको छ, फर्स्ट लले यो भनेको छ। अब चाहिँ ल सेकेन्ड के भनेको छ हेर्नु त, फर अ गिभन पेयर अफ मिडिया, गिभन पेयर अफ मिडिया। अब मिडिया भन्ने के छ? मिडियमको फुल
प्लुरल फर्मलाई मेडिया भनिन्छ। के भनिन्छ? मिडियमको प्लुरल फर्मलाई मेडिया भनिन्छ। द रेसियो अफ साइन आई चाहिँ साइन आई टु द साइन आर for a given pair of media, the ratio of sin I to the sin R is constant, and this constant quantity is known as a refractive index that is denoted by mu। ठीक छ। यसलाई के हामीहरू भने साइन आई साइन अफ एङ्गल अफ इन्सिडेन्स, जसलाई हामीहरू पढ्छौँ साइन अफ एङ्गल अफ इन्सिडेन्स एन्ड साइन अफ एङ्गल अफ रिफ्र्याक्सन को रेसियो जुन हुन्छ नि, त्यसलाई हामीहरू रिफ्र्याक्टिभ इन्डेक्स भन्छौँ। यसलाई म्युले डिनोट गरिन्छ। अब हेर्नु त यहाँ भनेकै छ इट इज अल्सो नन एज स्नेल्स ल है। यो नबिर्सिनु नि, स्नेल्स ल भनिदिन्छ नि त हामीहरू। यो भन्दा हुन्छ कि स्नेल्स ल स्टेट्स द्याट यताबाट नि भन्दा हुन्छ द रेसियो अफ साइन आई टु द साइन आर इज कन्सटेन्ट पनि भन्दा हुन्छ स्नेल्स लमा। अब यहाँ हेर्नु त के छ, म्यू बराबर साइन आई बाई साइन आर, हाम्रो लास्ट कन्क्लुजन स्नेल्स लको यो निस्केको छ। ठिक छ। अब एउटा रिफ्र्याक्सनको एउटा अझै लोसन है। रिफ्र्याक्सनको लागि मिनिमम जहिले पनि दुईवटा मिडियम चाहिन्छ। दुईवटाभन्दा कम मिडियमले भने एउटा मिडियम छ भने रिफ्र्याक्सन हुने पोसिबल छैन। केही पोसिबल छैन। रिफ्र्याक्सनको लागि दुईवटा मिडियम चाहिन्छ, दुईवटा मात्र चाहिन्छ ल। अनि अब यहाँ तीनवटा मिडियम हुँदा पनि केही हुन्थ्यो। तीनवटा मिडियम अब डिपेन्ड गर्छ। इफ हेर्नु मैले इमेजिनरी एउटा समझ्नु त यहाँ मैले इमेजिनरी एउटा ब्ल्याक लाइन खिचेछु, यता सर्फेस एउटा अर्को खिचेछु। अब तल मैले वाटर हालिदियो त वाटर के भइहाल्यो। अब यो दुवैको रिफ्र्याक्सन निकाल्नु। यो दुवैको बिचको रिफ्र्याक्सन के हुन्छ? यो दुवैको बिचको रिफ्र्याक्सन सपोज गरौँ त यताबाट जुन हुन्छ यो हामीहरूको ओरिजिनल पार्ट भयो। यहाँबाट जुन तल गएछ नि, तर यहाँ एउटा सर्फेस हाल्दा तल वाटर हालिदिँदा के हुन्छ भनेपछि यो अब बेन्ड हुन्छ। कतातिर बेन्ड हुन्छ? अनि नर्मलतिर लाग्छ नि हजुरहरूलाई भने यो रङ छ है। नर्मलतिर बेन्ड हुँदैन। नर्मलतिर कुन बेला बेन्ड हुन्थ्यो? जब यो मिडियम जुन हुन्थ्यो डेन्सर हुन्थ्यो, ग्लासभन्दा पनि घन भएको, डेन्स भएको। तर कम डेन्सर छ, अब ग्लासभन्दा कम डेन्सर छ वाटर, त यो अबै नर्मल बेन्ड हुन्छ भनेपछि यहाँ भइहाल्छ एङ्गल आई अनि एङ्गल आर अपोजिट भइहाल्छ। ठिक छ। अब यसको लागि एङ्गल अफ इन्सिडेन्स यता भइहाल्छ, एङ्गल अफ रिफ्र्याक्सन यता भइहाल्छ। यो बेसिक कुराहरू छ, कुनै पोइन्ट ध्यानमा हाल्नु नै पर्छ, नत्र हाम्रो मार्कहरू कट्छ। यसैमा मार्कहरू बच्चाहरूको विद्यार्थीहरूको धेरै कटिन्छ पछि गएर। ल अब हामीहरू रिफ्र्याक्सनको अर्को टपिकतिर बढ्ने। अब अर्को टपिकमा एउटा टर्म आउँछ एब्सोल्युट रिफ्र्याक्टिभ इन्डेक्स। यो पनि म्युले नै डिनोट हुन्छ। एब्सोल्युट रिफ्र्याक्टिभ इन्डेक्स डिनोटेड बाई म्यू, इट इज अल्सो डिनोटेड बाई म्यू भन्न सकिन्छ। अब यो के छ? एब्सोल्युट रिफ्र्याक्टिभ इन्डेक्स इज द रेसियो अफ द स्पिड अफ लाइट इन भ्याक्युम टु द स्पिड अफ लाइट इन अ गिभन मिडियम। ठिक छ। गिभन मिडियम ओके। द रेसियो एउटा यो पनि रेसियो नै छ, तर के को रेसियो छ? स्पिड अफ लाइट इन भ्याक्युम। भ्याक्युम भनेको केही पनि होइन, खुल्ला सम्झ्नु न, एकदमै खाली पुरै खाली सम्झ्नु न। र टु द स्पिड अफ लाइट इन गिभन मिडियम। अब भ्याक्युमबाट मान्नु हावाबाट कुनै गिभनमा आएछ। अब हावामा कति हुन्छ स्पिड अफ लाइट टु द त्यो मिडियममा कति भइहाल्छ स्पिड अफ लाइट, त्यसको रेसियो नै हो हाम्रो एब्सोल्युट रिफ्र्याक्टिभ इन्डेक्स। यहाँ हेर्नु त म्यू इक्वल टु सी बाई भी। यहाँ हेर्नु त सी भनेको यो छ स्पिड अफ लाइट इन भ्याक्युम र भी भनेको स्पिड अफ लाइट इन मिडियम दिएको छ, यहाँ गिभन छ। त हाम्रो म्याथमेटिकली एक्सप्रेसन यो भइहाल्छ। ठिक छ। अब हामीहरू अर्को टर्ममा लाग्ने। अब क्रिटिकल एङ्गल के हो भनेपछि क्रिटिकल एङ्गल अहिले बुझ्नु जरुरी छ अगाडि टोटल इन्टरनल रिफ्लेक्सनको लागि। र क्रिटिकल एङ्गल भनेपछि द एङ्गल अफ इन्सिडेन्स इन अ डेन्सर मिडियम फर विच द एङ्गल अफ रिफ्लेक्सन इन द रेडर मिडियम बिकम्स 90 डिग्री। यहाँ साफ यहाँ डेफिनेसनमै पुरा एक्सप्लेनेसन क्लियर भइसकेछ। एङ्गल अफ इन्सिडेन्स इन द डेन्सर मिडियममा एङ्गल अफ इन्सिडेन्स फर विच द एङ्गल अफ रिफ्लेक्सन इन द रेडर मिडियम बिकम्स 90 डिग्री। अब यसको लागि हामीहरू पछाडिको फिगर हेर्ने हो एकपटक बुझाउनको लागि। एकपटक सम्झ्नु है, यो माथिको एयरलाई एकपटक डेन्सर मिडियम सम्झ्नु, यसलाई रेडर मिडियम सम्झ्नु एकपटकको लागि मात्र। अब एकर्डिङ टु डेफिनेसन के भनेको छ कि 90 डिग्री हुनुपर्छ कुन एङ्गल अफ रिफ्र्याक्सन 90 डिग्री हुनुपर्छ भने। अब एङ्गल अफ रिफ्र्याक्सन जुन छ नि इन रेडर मिडियम, यहाँतिर जुन हुन्छ नि जुन 90 डिग्री भनेपछि यहाँबाट आयो पुरै यसमै मर्ज हुनु पऱ्यो, नर्मलसँगै मर्ज भएर जान्छ अनि त 90 डिग्री हुन्छ नि, अनि त 90 डिग्री हुन्छ। सरी यताबाट जानुपर्छ अनि त 90 डिग्री हुन्छ, नर्मलसँग होइन, यो सर्फेससँग जानुपर्छ अनि नि यो नर्मलसँग 90 डिग्री बनाएको हुन्छ। यो ध्यान राख्नु, एङ्गल जुन जहिले पनि नर्मलसँग नै बन्छ, एङ्गल अरू कुनै कुरासँग
मेजर नगर्ने, एङ्गल नर्मलसँगै गर्ने। ठिक छ। अब यसलाई नै क्रिटिकल एङ्गल भनिन्छ कि यो 90 डिग्री हुनुपर्छ कहिले डेन्सर मिडियमबाट रेयर मिडियममा जाँदा रेयर मिडियम र सर्फेससँग 90 डिग्रीको एङ्गल भन्छ, त्यसलाई नै त्यो एङ्गललाई नै क्रिटिकल एङ्गल भनिन्छ। ओके, बुझ्नुभयो? एकपटक अझै डिफाइन हेरिहालौँ। द एङ्गल अफ इन्सिडेन्स इन अ डेन्सर मिडियम फोर विच द एङ्गल अफ रिफ्रेक्सन इन द रेयर मिडियम बिकम्स 90 डिग्री। समझ्नुभयो? यति समझ्नुभयो त अब टोटल इन्टरनल रिफ्लेक्सन हामीहरू इजिली समझ्न सक्छौँ। द टोटल इन्टरनल रिफ्लेक्सन के हो भनेपछि इट इज द फिनोमिनन इन विच लाइट इज कम्प्लिटली रिफ्लेक्टेड ब्याक इन्टु अ डेन्सर मिडियम वेन इट ट्राभल्स फ्रम अ डेन्सर टु रेयर मिडियम एन्ड द एङ्गल अफ इन्सिडेन्स इज ग्रेटर देन द क्रिटिकल एङ्गल। के छ यहाँ हेर्नु त, वेन लाइट इज कम्प्लिटली रिफ्लेक्टेड भनेपछि लाइट कम्प्लिटली रिफ्लेक्ट हुन्छ। सपोज यो एउटा सर्फेस छ, यहाँबाट केही गयो लाइट एउटा यहाँबाट फेरि रिफ्लेक्ट भइहाल्यो। ठिक छ, फेरि रिफ्लेक्ट भइहाल्यो। यो डेन्सर मिडियम छ, ठिक छ। डेन्सर मिडियम भनेको ग्लास बुझ्नु, माथिको एयर बुझ्नुहुन्छ नि, यो ग्लास वाटर जे बुझ्नु, अनि माथिको वाटर भन्नुहुन्छ भने यो ग्लास बुझ्नु। ठिक छ। अनि तर यसको लागि पनि कन्डिसन हुन्छ अब यो एकैपटक हुँदैन, 2-3 पटक हुन्छ। यसलाई नै हामीहरू भन्न सकिन्छ टोटल इन्टरनल रिफ्लेक्सन है। टोटल इन्टरनल रिफ्लेक्सन यो बाहिर जाँदैन, भित्रैबाट भित्र बेन्ड भएर आइहाल्छ। यो रिफ्लेक्सनै हो, तर हामीहरू यसलाई रिफ्र्याक्सनमा पढ्नुपर्छ किनकि यसमा क्रिटिकल एङ्गलको काम लाग्छ, त्यही भएर हामीहरूलाई रिफ्र्याक्सनमा हालिएको छ। अब यसको लागि दुईवटा कन्डिसन हुन्छ। यसको लागि कन्डिसन के हुन्छ भनेपछि लाइट मस्ट ट्राभल फ्रम डेन्सर टु रेयर मिडियम। लाइट मस्ट ट्राभल फ्रम डेन्सर टु रेयर मिडियम। यहाँ मैले भनेको थिएँ नि कि यो डेन्सर छ, यो रेयर छ। यहाँबाट माथि जान खोज्दैछ कि डेन्सरबाट रेयरमा जान खोज्दैछ, त्यो एउटा कन्डिसन भयो। हामी अहिले नै सो गरेँ। अनि एङ्गल अफ इन्सिडेन्स मस्ट बी ग्रेटर देन एङ्गल अफ क्रिटिकल एङ्गल एङ्गल अफ इन्सिडेन्स मस्ट बी ग्रेटर देन क्रिटिकल एङ्गल। अब जुन एङ्गल अफ इन्सिडेन्स थियो नि, यो एङ्गल अफ इन्सिडेन्स सपोज एउटा नर्मल छ, यो एङ्गल अफ इन्सिडेन्स भइहाल्यो, जुन कि अलवेज त्यो 90 डिग्री भनेपछि क्रिटिकल एङ्गलभन्दा ठुलो हुनुपर्छ। जहिले पनि क्रिटिकल एङ्गलभन्दा ठुलो हुनु नै पर्छ। ठिक छ। अनि यो हामीहरू पनि भेरिफाई गर्छौँ। अनि पछि रिफ्लेक्सन र यसको प्रुफ्सहरू, कुनै टर्म्सहरू प्रुफ्सहरू चाहनुहुन्छ भने कमेन्ट गर्नु है। म केही दिनपछि उसको पनि भिडियो बनाइदिन्छु, कमेन्ट गर्नुहुन्छ भने। अब हामीहरू अर्को नेक्स्ट टपिकमा जाने हो, मिराज। र यो भिडियोको लागि लास्ट टपिक छ मिराज। ठिक छ। मिराज इट इज एन अप्टिकल इल्युजन कज बाई टोटल इन्टरनल रिफ्लेक्सन अफ लाइट इन द एटमोस्फियर ड्यू टु द भेरिएसन इन एयर डेन्सिटी। ठिक छ। यो एउटा अप्टिकल इल्युजन हो। अप्टिकल इल्युजन भनेपछि हाम्रो आँखाको भ्रम, इल्युजन भनेको भ्रम हो। ठिक छ। कज बाई टोटल इन्टरनल रिफ्लेक्सन, जस्तो कि मैले भनेको, त्यही भएर टोटल इन्टरनल रिफ्लेक्सन पहिला पढाएको मैले। टोटल इन्टरनल रिफ्लेक्सनको कारणले यो कज हुन्छ, प्रकट हुन्छ अब अफ लाइट इन द एटमोस्फियर ड्यू टु भेरिएसन इन एयर डेन्सिटी। यसलाई टेम्परेचर पनि भन्न सक्नुहुन्छ, ड्यू टु भेरिएसन इन टेम्परेचर। ओके, एयर डेन्सिटीलाई टेम्परेचर। ठिक छ। अब मिराज समझ्नुभयो नि, एउटा आँखाको भ्रम जुन हुन्छ नि, हामीहरूलाई अचानकै केही हेराउन थाल्छ, टेम्परेचर, एटमोस्फियरिक टेम्परेचर एन्ड एयर डेन्सिटीहरू कम बढी हुँदा आफैले हामीहरू हेर्न सक्नुहुन्छ। यसको पर्फेक्ट इक्जाम्पल त हजुरहरूलाई थाहा होला कि बच्चामा कार्टुन वा कुनै फिल्महरू हेरेर डेजर्टमा हुँदा, रेगिस्तानमा हुँदा इट मेक्स डिस्टेन्स सब्जेक्ट अर वाटर लाइक इमेजेस एपियर अन हट रोड्स अर डेजर्ट भनेपछि आँखाको भ्रम हेर्नुहुन्छ नि, जुन कि डेजर्टहरूमा अचानकै प्रकट हुन भइहाल्छ, हामीहरूले हेराउन थाल्छ, त्यसलाई नै हामीहरू मिराज भनिन्छौँ। ठिक छ। अब यसको मिराजको बारेमा पनि समझ्नुभयो। मिराज पनि एउटा टपिक हो, 1 मार्कमा। यो 1 मार्कमा, र यो दुईवटा कन्डिसन जुन छ त्यो पनि 1 मार्कमा सोध्न सकिन्छ, र यो पनि 1 मार्कमा सोध्न सकिन्छ, र यो चारवटालाई सँगै हाल्न सकिन्छ है। यो चारवटालाई सँगै हालेर 4 मार्कको क्वेसन बनिन्छ। 4 मार्कको या 4 मार्क वा 5 मार्कमा पनि हालिदिन सक्छ। अब यदि यसको फिगर बनाउन भन्यो मात्र त 4 देखि 5 मार्कसम्म आउन सक्छ। यो 5वटा टर्म राम्ररी याद गर्नु होला। यही मेरै लेखेको नोट्स हजुरहरूले हाल्नुहुन्छ भने यो एकदमै राम्रो नोट्स हो कि यो इक्जाममा लेख्दा मार्क कोही काट्न सकिँदैन, त्यही भएर मार्क लिनुहुन्छ भने यो नोट्स लेख्नुहुन्छ भने, नोट डाउन गर्नुहुन्छ भने लेख्नु है। अनि यो मात्र होइन, पछाडिको नोट्स पनि, अब यो पनि नोट्स लेख्नुहुन्छ भने लेख्नु है। रिफ्लेक्सन अफ लाइट पनि 1 मार्कमा सोधिन्छ। यदि फिगरको साथ भन्यो बनाउन त 2 मार्कमा सोधिन्छ, र यति लेख्दा 2 मार्क मिलिन्छ। अनि रज अफ रिफ्रेक्सन पनि 1 मार्कमा 2 मार्कमा सोध्न सकिन्छ भने यो जुन छ नि, यो जुन छ 5 मार्क, 4 वा 5 मार्कको पनि क्वेसन हुनसक्छ है।
हाम्रो यहाँ अहिले मैले 8 देखि 10 मार्कसम्मको कुरा गरेँ। अब स्नेल्स ल पनि नबिर्सनु होला, स्नेल्स ल पनि एकदमै इम्पोर्टेन्ट च्याप्टर हो। स्नेल्स ल पनि याद गर्नु होला, म्यु इक्वल टु साइन ए बाई साइन आर एकदमै इम्पोर्टेन्ट टपिक हो। यो धेरै ठाउँमा धेरै प्रुफ्सहरू काम लाग्छ यो रिफ्र्याक्सन च्याप्टरमा। भन्नुहुन्छ भने म अगाडिको प्रुफ्सहरू पनि एक्सप्लेन गरिदिन्छु, कुनै डाउट हो भने भन्नु ल। धन्यवाद। अब मिल्छ हामीहरू अर्को भिडियोमा। बाई। सब्सक्राइब है गाइस, सब्सक्राइब र साथीहरूलाई सेयर पनि गर्ने ल। बाई।